One eternity later. आजको दिन सुरुवात हुन्छ नयाँ भ्लगबाट। वाट्सअप ब्युटिफुल पिपल, वेलकम ब्याक टु द एनदर भ्लग। सो आज चाहिँ हामी नयाँ ठाउँ जाँदैछौँ, सिडनीमा रहेको गोकुल धाम भन्ने एउटा मन्दिर, अनि त्यस पछाडि जस्ट लाइक अ फार्म जस्तो हो जाँदैछौँ। सो लेट्स सी के देखिन्छ, के भेटिन्छ बाटोमा, सबै कुरा म देखाउने छु। सो त्यही भएर हामी फ्यामिली टक्कसँगले न्यू क्यासल भन्ने ठाउँको गोकुल धाममा आएका छौँ। सो यहाँको यस्तो दामी छ, धेरै दिनपछि भ्लग गरिरहेको छु। सो नयाँ ठाउँमा आएको घुम्नलाई, त्यही भएर यसो नयाँ भ्लग गरिदिउँ न भनेर हो। यस्तो राम्रो ठाउँ छ, यस्तो दामी, यस्तो रमाइलो छ। यहाँको भ्यू पहाड छ, ठ्याक्कै नेपाल टाइपमा पहाडको भ्यू हेर्दाखेरि पनि मनले आनन्द चट्ट मिलेको ठाउँ। सो त्यही हो, अनि त्यस पछाडि देखाउँदै जानेछु। सबैजना आफ्नो लाइफमा बिजी हुन्छन्, आफ्नो सेड्युल हुन्छ। त्यही भएर अब कहिले मेरो मिल्छ छुट्टी, कहिले अर्को मान्छेको मिल्दैन, साथीको मिल्दैन, कहिले कसको मिल्छ। सबैजनाको एकैचोटि मिल्नलाई एकदम गाह्रो छ यो सहरमा। सो त्यही भएर आज सबैजनाको मिलेको थियो हाम्रो। त्यही भएर हामी चाहिँ के भन्छ प्लान नि गरे होइन, लाइक हुन्छ नि, अब अस्ति नै भिडियोमा देखाएको थियौँ, अनि त्यही भएर चाहिँ त्यो भिडियोको अनुसारले चाहिँ जाऊँ न त भनेर चाहिँ हिजो अस्ति कुरा भएको थियो। अनि ठ्याक्कै आज स्याटरडे, सबैजनाको छुट्टी पनि मिल्यो। अनि स्याटरडे दिन यसो विकेन्ड रमाइलो गरिदिउँ न, घुमेर आऊँ। कति घरमा बस्नु, कति घरमा बसेर बोर्ड हुनु होइन। किन भन्दाखेरि लाइक स्याटरडे मेरो डे अफ हुन्छ, अनि अरू दिन काम भयो, कलेज हुन्छ, अनि यताउति भ्याइँदैन। जे गरे पनि जसो गरे पनि भ्याइँदैन। अनि हिजो राति काम गरेर आएको थिएँ, टक्क बिहान 5 बजीतिर घर आइपुगेको, 4:30तिर। अनि एकछिन बस्यो, फ्रेसेस भयो, अनि यसो केही नास्ता पानी गरेर बिहान कति 8 बजीतिर हामी निस्केका थियौँ। अनि हामी बसेकोदेखि चाहिँ यो ठाउँ आउनुलाई ठ्याक्कै 2 hours 45 minutes लाग्दो रहेछ ड्राइभमा। भनेपछि लगभग भनौँ न 3 घन्टा जति लाग्छ। 3 घन्टा ड्राइभ, एकदम राम्रो ड्राइभ। लाइक बाटो नि एकदम दामी भइहाल्यो होइन। ठाउँ नि एकदम बवाल, लाइक सोचे भन्दा नेक्स्ट लेभल ठाउँ रहेछ, एकदम पिसफुल हुन्छ नि। अब एकदम रमाइलो ठाउँ। तर अनि मैले लाइक हुन्छ अब यो एकदम लाइक फार्म भनिसकेपछि, गोकुल फार्म भनिसकेपछि फार्मिङ छ क्या, लाइक हुन्छ नि अब गाई, अनि त्यस पछाडि घोडा, बाख्रा, अनि भेडाहरू सबै फार्मिङ गरिरहेको हुन्छ, लाइक पालिरहेको हुन्छ। अनि यहाँ एउटा स्पेसल मन्दिर पनि रहेछ, गोकुल धाम भन्ने मन्दिर। त्यो मन्दिर नि हामी एकछिनमा हेर्छौँ। सो त्यही हो, फार्मिङ एरिया हो, हुन्छ नि। त्यस्तो धेरै क्राउडी प्लेस पनि होइन, लाइक मान्छे चलपल त्यस्तो पनि छैन। लाइक एकदम क्राउडी एरियामा बसिरहेको, मान्छे भएको एरियामा बसिरहेको। सो यहाँ आउँदाखेरि चाहिँ कहाँ आए, सुनसान टाइपको के हुन्छ नि, एकदम अर्कै फिल हुँदो रहेछ। किनभने अब सिटी एरियातिर बस्दाखेरि त क्राउडी हुन्छ, चलपल, गाडी त्यस्तै, मान्छे त्यस्तै हुन्छ नि। अब त्यो शान्त वातावरण नै पाइरहेको हुँदैन। अनि यहाँ आउँदाखेरि चाहिँ त्यो फिल हुँदो रहेछ कि लाइक बसिरहेको एकछिन आनन्दले, मजाले भन्ने हुँदो रहेछ। त्यही हो, लेट्स सी अब के हुन्छ, के देखिन्छ, सबै देखाउने नै छु। सो अहिलेलाई चाहिँ मन्दिर जान्छौँ हामी, मन्दिरभित्र गएर एकछिन पूजा गर्छौँ।
इनकेस मन्दिरको फोटो भिडियो खिच्न पाइयो भने म त फुटेज हाल्ने नै छु, इनकेस पाइएन भने चाहिँ त्यस्तै भयो। अब के भन्ने, मेबी पाइन्छ जस्तो लाग्छ, किनभने अरूको पनि मैले भिडियोहरू देखिरहेको थिएँ पाइरहेको थियो। सो पायो भने चाहिँ म फुटेजहरू देखाउँछु, भिडियोहरू देखाउँछु, त्यही हो। आनन्द खुल्ला टाइपको छ यो ठाउँ, पुरा फार्म नै फार्म छ यो, लाइक हुन्छ नि यहाँ नेपाल जस्तै छ सेम, लाइक हल्का माथि माथि जङ्गल रुख बिरुवा पाहाड टाइपमा। अनि यहाँ चाहिँ नेपाल जस्तै आनन्दको भाइब टक्कसँगले। यहाँनिर यसो अब घुमिन्छ यताउति, अनि हेरौँ अब के देखिन्छ, के भेटिन्छ, सबै इन्क्लुड हुँदैछ ब्लगमा। यो ठाउँ चाहिँ सिडनीको वान अफ द बेस्ट प्लेस भन्छु म चाहिँ, किनभने लाइक शीतलो होइन, डाँडाकाँडा टक्क हरियो टाइपमा हुन्छ नि, त्यो छ क्या। पिस खोज्दै आउँदाखेरि चाहिँ यो ठाउँमा आउनुपर्ने रहेछ, पिसको लागि एकदम मिल्ने छ पिस हजुरहरूलाई। यहाँ गाईहरू टक्कसँगले पाल्छन् यहाँ गाईहरू मजाले। सिडनीबाट यो ठाउँ आउनलाई लगभग त्यस्तै 3 घन्टा भनौँ न, ड्राइभमा गाडीमा 3 घन्टा लाग्छ। बाटो पनि एकदम राम्रो छ, त्यस्तो केही छैन, एकदम बेस्ट घुम्नलाई। फ्यामिलीसँग आउन चाहिँ बेस्ट हो यो ठाउँ। केटाहरू आफ्नो फ्रेन्ड सर्कल आउँदा नि हुन्छ, तर फ्यामिलीसँग आयो भने एकदम बेस्ट। यो चाहिँ जस्ट आउटसाइड अफ दि फार्म हो क्या, लाइक धामको आउटसाइड एरिया हो यो, खुल्ला आनन्द टाइपको मजाको छ। सो लेट्स सी अब के हुन्छ, के देखि टाइम स्पेन्ड गर्नलाई पनि सकिने टाइपको ठाउँ रहेछ क्या यो। अब त्यस्तो सिजो नलाग्ने कि झ्याउ नलाग्ने, बसिराखेर टक्कसँगले। यहाँको इन्भाइरोमेन्ट नै अर्कै छ कि, लाइक सेम लाइक नेपालको हुन्छ नि त्यो पाहाड एरियाको इन्भाइरोमेन्ट, सेम त्यस्तै इन्भाइरोमेन्ट छ यहाँको। जसरी नेपालमा हामी पाहाडहरू डाँडाकाँडा जान रमाउँछौँ, त्यस्तै टाइपको छ यो। सो हामीले पनि यो लाइक हुन्छ नि अरूको भिडियोहरू देखाएको थियौँ गएको, अनि त्यस पछाडि जाने कुरा भएको थियो। अनि अरू दिन त अब सबैको छुट्टी मिल्दैन, आज छुट्टी मिलेको थियो स्याटरडे भएर। सो स्याटरडे भएर छुट्टी मिलेको थियो, अनि बिहानै कति 7 बजेतिर उठेर रेडी भएर टक्क 8 बजीतिर निस्केको थियौँ होला हामी। सो म नि कामबाट बिहान आइपुगेको थिएँ 5 बजीतिर घर, अनि फ्रेस भएँ। त्यस पछाडि एकछिन बस्यो, अनि टक्कसँगले फेरि यता आइहालेको छु, त्यहाँ नै छैन। सो केही भएन, कहिलेकाहीँ निन्दा नि मार्नुपर्छ राम्रो कुरा पाउनको लागि। भन्छन् नि केही राम्रो पाउनको लागि केही गुमाउनुपर्छ भने जस्तै हो यो। सो यस्तो राम्रो ठाउँमा आउनु पाउँदा होइन, बरु यहाँबाट गएर रेस्ट गर्ने, तर यो ठाउँ छुटाउनु हुन्न ठाउँ जस्तो लाग्यो भने त्यही भएर आएको थिएँ। सो ठाउँ एकदम बवाल छ, एकदम लाइक हुन्छ नि, सोचेको थिएन यस्तो हुन्छ भनेर, तर यस्तो राम्रो ठाउँ, यस्तो राम्रो टक्कसँगले माथितिर डाँडा छ होइन, खुल्ला चौर मजाले। फिल लाइक हेभेन त नभनौँ, फिल लाइक हेभेन त नेपाल नै हो, त्यही पनि लाइक हुन्छ। यो चाहिँ सबै गाई पालन भएको ठाउँ।
तपाईँहरूलाई लाइक आउने प्लान गरिरहनु भएको छ भने यो भिडियोले केही हेल्प गर्न सक्छ